बुल्गेरियाका लागि नेपालको पुलिस रिपोर्ट बनाइसकेपछि बुल्गेरिया एम्बेसी न्यू दिल्लीबाट छाप हान्नका लागि कुन कुन प्रक्रिया पूरा गर्नुपर्छ यो भिडियोमा जानकारी दिन गइराखेको छु। धेरैले चाहिँ पुलिस रिपोर्ट बनाइसकेपछि पुलिस रिपोर्ट बोकेर एम्बेसीमा छाप हान्नका लागि जाँदा भइहाल्यो नि भन्ने सोच राख्नुहुन्छ। तर तपाईले बुल्गेरियाको जुन पुलिस रिपोर्ट छ यो चाहिँ एम्बेसीबाट छाप हान्दाखेरि दुईवटा मेथडबाट अगाडि बढ्न सक्नुहुन्छ। पहिलो मेथड भनेको तपाई आफै गएर छाप हान्न सक्नुहुन्छ। तपाई आफै जाँदा चाहिँ सुरुमा नेपालको पुलिस रिपोर्ट बनाउनुस्, त्यसपछि तपाईले त्यो पुलिस रिपोर्टमा कन्सुलरको छाप हान्नुस्। कन्सुलरको छाप हानिसकेपछि तपाईको जुन पासपोर्ट कपी हुन्छ त्यो पनि तपाईले चाहिँ साथमा राख्नुस्। यति राखिसकेपछि तपाई नेपाल एम्बेसी जो चाहिँ 12 खम्बामा रहेको छ त्यहाँ जानुस् र त्यहाँ गइसकेपछि बुल्गेरिया एम्बेसीमा छाप हान्नका लागि अपोइन्टमेन्ट चाहियो। अपोइन्टमेन्टका लागि सहजीकरण गरिदिन पर्यो भनेर एउटा लेटर लेख्नुस् र नेपाल एम्बेसीले तपाईलाई एउटा पत्र दिन्छ। त्यही पत्र लगेर तपाई चाहिँ बुल्गेरिया एम्बेसीमा जानुभयो भने उनीहरूले चाहिँ डेट अभाइलेबल गराइदिन्छ र त्यो डेटमा तपाईले सबमिसन गराउनु भयो भने तपाईको पुलिस रिपोर्ट प्रोसेसिङ हुन्छ र त्यसको 3 दिनपछि तपाईले चाहिँ त्यो पुलिस रिपोर्ट पाउन सक्नुहुन्छ। र त्यसै गरेर अर्को मेथड भनेको तपाईले पुलिस रिपोर्ट बनाउनु भयो, कन्सुलरको छाप हान्नु भयो र तपाईले पासपोर्टको जुन स्क्यान गरेको कपी थियो त्यो यो 3वटा डकुमेन्ट तपाईसँग छ भने तपाईले कुनै एजेन्ट अथवा कुनै तपाईले चाहिँ ट्राभल एजेन्सीहरूलाई छाप हान्नका लागि दिन सक्नुहुन्छ। उनीहरूलाई दिनुभयो भने उनीहरूले भनेको जुन दिन डेट हुन्छ त्यो दिन उनीहरूले चाहिँ प्रोसेस गरिदिन्छ र प्रोसेस गरिदिसकेपछि प्रोसेस भइसक्यो भनेर तपाईलाई चाहिँ जुन बुल्गेरिया एम्बेसीमा पे गरेको स्लिप हुन्छ त्यस्तो स्लिपहरू पनि दिने गर्छन् र तपाईको पे भइसकेपछि त्यसको 3 दिनपछि तपाईले चाहिँ सफ्ट कपी पाउनुहुन्छ र हार्ड कपीको लागि चाहिँ केही समय लाग्न सक्छ। यस्तै बुल्गेरियाको पीपीसी लिगलाइजेसन र डकुमेन्ट सपोर्ट तपाईलाई पनि चाहिएको छ भने आजै सजिलो सोलुसन नेपाल प्राइभेट लिमिटेडलाई फलो गर्न सक्नुहुनेछ। हस्त धन्यवाद।